एचआर भनेको इट्स अ ब्रिज होइन हाम्रो इम्प्लोइ र प्लस हाम्रो कम्पनीको इट्स अ ब्रिज सो मेन कुरा भनेको चाहिँ एकदम क्ल्यारिटी हुनु पर्यो कि So hello ma'am, myself Ayush Thapa from Rigo HR. So ma'am, आज यो नास आइटी एक्सपोमा हजुरले कुन कुन सफ्टवेयरहरू चाहिँ एक्सप्लोर गर्न खोजिरहनु भएको छ हजुरको आजको एक्सपेक्टेसन चाहिँ कस्तो छ म्याम थ्याङ्क यू सो मच आइएम प्रयुषा श्रेष्ठ फ्रम सुगम लजिस्टिक नेपाल आज चाहिँ खासमा भन्नुपर्दाखेरि हाम्रो ट्रान्सपोर्ट कम्पनी हो होइन अनि सो वाट आर द अपर्च्युनिटिज हाम्रो कम्पनीको लागि त्यो पनि मैले हेर्न बुझ्न आएको थिएँ अनि प्लस वेआर एक्सप्लोरिङ द एचआर सफ्टवेयर एज वेल सो हजुरको वान अफ द मोस्ट रिनाउन्ड एज रिगो एचआर भइहाल्यो प्लस अरू एचआर सफ्टवेयरहरू पनि के कस्तो छ भनेर म बुझ्न आएको थिएँ सो म्याम अब हजुरले भनिहाल्नु भएन अब यो सफ्टवेयरको केसमा चाहिँ हजुरलाई के लाग्छ सफ्टवेयरहरूले पर्सनल लेभलमा र प्रोफेसनल लेभलमा चाहिँ कसरी हेल्प गर्छ जस्तो लाग्छ आई थिङ्क सफ्टवेयर अहिले त टेक्नोलोजीको जमाना भइहाल्यो होइन सो सफ्टवेयर इज वान अफ द मोस्ट एसेन्सियल होइन अनि प्लस एचआर सफ्टवेयरले चाहिँ मलाई के गर्छ जस्तो लाग्छ मेन भनेको ट्रान्सपेरेन्सी हो होइन हाम्रो इम्प्लोइज प्लस कम्पनीको के कस्तो छ उनीहरूको वाट दे वान्ट टु नो अबाउट अस प्लस सफ्टवेयर हेल्प हाम्रो एचआरको धेरै जस्तो कामले सफ्टवेयरले गर्दा आधा काम त एकदम सजिलो पनि हुन्छ होइन इट्स भेरी हेल्पफुल इम्प्लोइजको पर्सपेक्टिभमा पनि इट्स भेरी हेल्पफुल अनि कम्पनी प्लस हामी एचआरहरूलाई पनि इट्स भेरी नाइस सो म्याम अब एचआर सफ्टवेयरको कुरा गरि नै हाल्नु भयो होइन अनि हजुरको कम्पनीमा चाहिँ अहिले एचआर सफ्टवेयरहरू युज गर्नुहुन्छ अनि हजुरलाई चाहिँ कस्तो लाग्छ लाइक एचआर सफ्टवेयर चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ बेस्ड अन एक्सपिरियन्स एचआर भनेको इट्स अ ब्रिज होइन हाम्रो इम्प्लोइ र प्लस हाम्रो कम्पनीको इट्स अ ब्रिज सो मेन कुरा भनेको चाहिँ एकदम क्ल्यारिटी हुनु पर्यो कि आई फिल क्ल्यारिटी भयो अनि अर्को कुरा भनेको क्ल्यारिटी एन्ड ट्रान्स त्यो भइहाल्यो अनि नेक्स्ट भनेको चाहिँ इट गिभ्स एउटा इम्पावरमेन्ट पनि हो हाम्रो कम्पनीको लागि प्लस बोथ द इम्प्लोइज एन्ड कम्पनी सो आई थिङ्क इट्स गुड एन्ड हाम्रोमा चाहिँ अहिले त्यस्तो हाम्रो एचआर सफ्टवेयर भनेर चाहिँ वेआर हामी इम्प्लिमेन्ट गर्दैछौँ अहिले होइन लेट्स सी के गर्छौँ के हुन्छ सो म्याम लास्ट एउटा क्वेसन होइन अब हजुर एचआर डिपार्टमेन्ट के भन्नु भयो होइन एचआर सफ्टवेयरको नलेजको बारेमा चाहिँ हजुरलाई चाहिँ के लाग्छ लाइक एचआर डिपार्टमेन्टलाई मात्र नेसेसरी जस्तो लाग्छ कि अरू डिपार्टमेन्ट अरू मान्छेहरूलाई चाहिँ कस्तो लाग्छ कतिको नलेज हुनुपर्छ जस्तो लाग्छ हजुरलाई एचआर सफ्टवेयरको बारेमा हामी एचआर वी आर फर द पिपल राइट सो आई थिङ्क सबैजनाको लागि इट्स टोटली एन्ड इक्वल इम्पोर्टेन्ट थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच फर द टाइम म्याम हेभ अ ग्रेट डे थ्याङ्क यू